गाइस सबैजनालाई नमस्ते। आज चाहिँ हामी लपडाँडा घुम्न जाँदैछौँ। हजुरहरू पनि आउनु मन छ भने आउनुहोस् है गाइजहरू हेर्नुहोस् है। हेलो गाइस, हेलो गाइस, यो चाहिँ हाम्रो तामाङ गुम्बा है। यही नजिक चाहिँ हाम्रो रुम छ। मेरो छोरा पनि छ है यहाँ घुम्न। मेरो छोरा जहाँ पनि घुम्न पुगे हुन्छ। यो चाहिँ मेरो बहिनी, यो चाहिँ नन्द, यो मेरो भाइ। हेर्नुहोस् है, अब यो चाहिँ पुल आइसक्यो लपडाँडा जाने बाटोको पुल हेर्ने। अब हजुरहरूलाई देखाउँदै जान्छु म। अब आइपुग्न आँटिसक्यो होइन। अब हेर्नुहोस् है गाइस, यो चाहिँ जाने बाटो हो। यस्तो रे, यो चाहिँ लपडाँडा जाने बाटो है हजुरहरू। त्यो चाहिँ देखिरहनु भएको छ नि हजुरहरूले। यो चाहिँ पुल हो। पुलबाट चाहिँ सिधै कतै नछोडिकन आउनुपर्छ लपडाँडालाई। हेर्नुहोस् है, म देखाउँछु हजुरहरूलाई लपडाँडा कस्तो छ। तर प्रायः हजुरहरू त सबैजना आइसक्नु भएको होला होइन। लपडाँडा अहिले चाहिँ बबाल बनाएको छ अरे, लुङ्दाहरू राख्नुभएको छ अरे भन्दै हुनुहुन्थ्यो। अब हामी चाहिँ पुगेको छैन होइन। अब पुगेपछि म तपाईँलाई देखाउने छु है। अनि मेरो बहिनी चाहिँ है, मेरो छोरा पुगिरहनु भएको छ। मेरो बहिनीले चाहिँ हेलो हेलो गाइस, के छ हो। ऊ चाहिँ धेरै बोल्या गर्छ। हामीलाई अब भ्लग त बनाउनु आउँदैन नि त, अलिअलि मात्र भर्खर सिक्दैछ नि त। उहाँ चाहिँ कति हाल्यो के हाल्यो भन्ने गर्दा गर्नुहुन्छ उहाँ चाहिँ। हेलो, ल कति गर्मी छ है बहिनी। हामी आज चाहिँ लपडाँडा आएको छु है, घुमघाम गर्नुको लागि होइन। हुन्छ साउन्ड हेर्नुहोस् न है। आज चाहिँ हाम्रो ड्राई पिकनिक है। तर धेरै चाहिँ सामान ल्याएको छैन। यसो बेजेत हुन्छ कि यस्तो नगरौँ न। होइन यस्तो यस्तो खोइ हाम्रो त उसलाई केरा ल्याइदिनु होइन। केरा त ल्याएको छैन है साथी हो। यति नै हो है गाइस। हेलो बहिनी, आज चाहिँ ड्राई पिकनिक है। हामी सानो आज लपडाँडामा आएको। हेलो भाइ, हेलो हेलो बहिनी। हेर्नुहोस् है लुक यहाँको लपडाँडाको चाहिँ यता हेर्नुहोस् ल। सबै यस्तो रमाइलो छ कि हजुरहरू पनि आउन सक्नुहुन्छ होइन। यस्तो छ, कोही बाइक सिक्नुहुन्छ भने, गाडी सिक्नुहुन्छ भने पनि आउनुहोस् है। सबैजना यता छ। यस्तो छ है ठाउँहरू चाहिँ। यस्तो छ ल लपडाँडा चाहिँ। वाह कस्तो राम्रो आएको यार। ओहो, ल हेर्नुहोस् है। म खान्न त नि। यस्तो छ है। हेलो हेलो सबैजनालाई, आउनुहोस् होला। सानो है तर हामीलाई त्यति साह्रो चाहिँ बनाउनु आउँदैन है। यस्तो छ लुक्सहरू हेर्नुहोस् है। हेर्नुहोस् है, बब्बाल हावा यस्तो दामी आउँछ कि यहाँनिर चाहिँ है। भ्यूहरू चाहिँ दामी देखिन्छ। यो हेर्नुभएको छ नि, यो देखिरहनु भएको छ नि, यो चाहिँ कृष्ण मन्दिर हो साथीहरू। यहाँ चाहिँ चटपटेहरू खान पाइन्छ, सबै थोक हुन्छ। यस्तो छ है, यस्तो छ। हामी चाहिँ बौद्धदेखि आएको होला नि। अब कार्यक्रम सुरु। हालेर खान्छ यसमा खाने तपाईँ नै हो। अब म एक्लैले चोकोलाई मिस गर्नु भएको छ ल भन्नु। बहिनीले खानु न, दिदीले म भन्दा बहिनी होला। कति वर्ष सबै हामी बहिनी हो तपाईँको। तपाईँ कति भन्दा पुग्नु भयो भन्नु त नर्दाटी 36 क्रस भइसक्यो। 36 हामी त तपाईँहरू भन्दा त कहाँ कस्तो दिनले पनि साथ दियो है। तल भयो कस्तो मिठो छ। मनाङको रक्सी मुस्ताङको यता हाल्नु न सोल्टी। ओहो मेरो सोल्टर झन् हेन्सम देखिन्छ। खतरा छ।
सोल्टाइ भयो अलिक होस् भने मान्छेले बच्चालाई बोल्नु न त नि खोइ त हेलो हेर्नुहोस् है सबैजनाले हाम्रो चाहिँ यो धर धेरै चाहिँ छैन यहाँ कुकुरहरू छ